भिडियो बनाउनलाई भनेर मैले फेरि रेडी हुन्छु। फर्स्टमा सर्ट मिलाउँछु, भएन भनेर फेरि हेर्छु, यो मिलायो, फेरि मिलायो, भयो भएन भनेर हेऱ्यो, यस्तो फेरि फर्क्यो, हातमा त्यो मिलायो, फेरि रेडी हुँदैछु भिडियो बनाउनलाई, हेर्दैछु। अब रेडी भयो फाइनल्ली। यति गरिसकेपछि फेरि मोबाइल राखेर फेरि भिडियो बनाउन रेडी हुन्छु। भएन सब क्यामेरा यताउता सबै मिलाउँछु, सब रेडी भयो भने। हेलो साथीहरू, नमस्ते। मेरो नाम भवेन्द्र सिंह। यो आज स्पेसल्ली भन्नुपर्दा प्रत्येक दिन एउटा भिडियो अपलोड गर्नेछु। जसरी भने एउटा भिडियो प्रत्येक दिन केही कुराहरू इम्प्रुभ हुँदैन हेर्दै जानु अगाडि हामीले। त्यही हो, आउँदो दिनहरूमा आफूलाई इम्प्रुभ गर्ने कोसिस गर्नेछु। अरू दिन मेरो डेली लाइफमा के चेन्ज गर्छु हेर्दै जानु भिडियोमा अगाडि। आजबाट म प्रत्येक दिन हर हालतमा जेसुकै होस्, कुनै पनि हालतमा मैले एउटा भिडियो अपलोड गर्नेछु। र आउँदो 6 महिनासम्म ठिक आजको 6 महिना पछाडि म देखाउनेछु कि म यस्तो भयो भनेर। ठिक छ, त्यही हो, केही न केही त चेन्जेस ल्याउनै पर्छ, इम्प्रुभ गर्नै पर्छ जस्तो पनि। त्यही हो, आउँदो दिनहरू कसरी चेन्ज सो त्यसैले केही न केही कुराहरूलाई हामीले चेन्जेस गर्ने बनाउनु ल। त्यही हो गाइज, तपाईँहरूले आफ्नो लाइफमा केही चेन्ज ल्याउनु छ भने रिक्स त लाग्नै पर्छ। त्यही हो, म मेरो एउटा भिडियो बनाउनु पनि एउटा मेरो लागि रिक्स नै हो। किनभने चाहिँ क्यामेराको अगाडि आएर बोल्नु मलाई डर लाग्ने हो, के नि जस्तो हुन्छ नि, एकदमै गाह्रो नर्भस फिल हुन्थ्यो। यो पहिला नर्भस नै लाग्थ्यो र बोल्नु नि गाह्रो लाग्थ्यो। अझ त्यो हल्का त बोलिरहेको छु। त्यही हो, बिस्तारै बोल्नु बानी पर्दै जान्छ बल्ल। त्यही हो, क्यामेराको अगाडि बोल्नु भन्नु गाह्रो। ओ माइ गड, कोही देख्छ, कसैले देख्दैन। बस आयो रुम शान्त कोठामा बसी हेऱ्यो, मसँग भन्यो, त्यही हो। यति गरिसकेपछि आजलाई ह्यान्ड गर्छु, बाई।